आज बबाई खोला साइडमा चाहिँ हामीले काम गरेको क्रममा यसो रेस्ट टाइममा चाहिँ दाइहरूले चाहिँ जाउन जाल हान्ने भनेर आइयो। जाल हनाइ चाहिँ डर भइरहेको छ, माछा चाहिँ परेको छैन। माछा भएर पनि नपरे हो कि नभएर नपरे हो त्यो बुझ्न गाह्रो भइरहेछ। दाइले चाहिँ हाम्रो चन्द्र दाइले जाल हानै छ। माछा भनेको खै हालेको थाहा पासेको जाल चाहिँ हानै छ। गर्मी सुरु भए लगत्तै बबाई खोलामा पौडिनेहरूको भिड छ है। गर्मी छल्नलाई चाहिँ चिसो पानीमा खेल्नलाई ल हेर नानीहरू पौडी खेलेर निस्किँदैछ। यो हो बबाई खोला, यो तल देखिएको बबाई खोला हो र यो बबाई खोला आउने क्रममा यो माथि चाहिँ बबाई खोला माथि डाँडा हो। यता चाहिँ थाकल पाउँछ भनेर थाकल खोज्न आएको। थाकल त पाइयो साथीहरू। थाकल भनेको चाहिँ पानी नपरेको कारणले गर्दा पाक्नै सकेको छैन। यस्तो सबै पँयालो मात्रै छ, पँयालो हरियो मात्रै छ।